ल हाम्रो यहाँ सर म्याडम झलक सर लक्ष्मी म्याडमले काउली बरकाउली बन्दाका बिरुवा ल्याएर पहिला पोलिथिनमा सार्ने त्यसपछि बारी खन्ने अनि बारीमा सार्ने बराबर फलाएर खाने यसपालि बडा फल्छ है त्यसमा शंकै छैन ठिक्क सिजन हो काउली रोप्ने सरले कार्तिकको आज पोलिथिनमा 3 गइहाल्यो म्याडमले त मिलाउँदै हुनुहुन्छ राम्रो हुन्छ काउली त हुन त यो ठाउँमा त पुस माघमा रोपेको नि हुने देखियो त्यही त सरले सधैँ त्यसमा पनि खाइयो है पालो गरी गरी खानुहुन्छ नि एक छाडी एक लगाएर यसमा चाहिँ अलिकति भनिहालेँ नि मैले माटोमा चाहिँ थोरै पिनाको धुलो हजुर त्यसपछि गणेउले मल पनि मिसाइयो र यसरी रोपियो है बिरुवा यसपालि अब यो 15 देखि 20 दिनमा 3 हप्तामा बारीमा सार्न एकदम ठिक हुन्छ लक्ष्मी म्याडमको कुरो के छ मेरो अब यो यसरी राखेपछि यहाँ अलिकति अक्सिजन पनि जानुपर्छ पानी तालिन नि हुँदैन जानेको नि कति हो त्यही फेरि भएर अब यो कम्पोस्ट बिनको सँग आएको सेटको यो चुचे हो अनि मल निकाल्ने चुचे हो अब बहु उपयोगी गर्न पर्यो नि पर्यो हैन त्यही मात्रै किन गर्नु पर्यो र यसको यसरी पुवाल पार्न सजिलो हुँदो रहेछ आइडिया अब यहाँ हावा निकास पर्यो पानी खेर नि जान भएन बिरुवाले राम्रो हुनु पर्यो बेलैमाथि खान पर्यो अब आज लक्ष्मी पूजाको दिन हाम्रो यसपालि टिका छैन हजुर त्यसो भएको हुनाले अब केही त कर्म त गर्नु पर्यो अनि यस्तो कर्मतिर लाग्यो अरू केही छ सरको भनाइ यो अब हामी थोरै बारी हुने मान्छेले यस्तै गरेपछि यसो आफूले घरमा बनाएको अर्ग्यानिक कुरो खान पाइन्छ अर्ग्यानिक तरकारी बजारमा किनेको विषादी हुन्छ भनेर यति चाहिँ अलिअलि बसी पियालो गरिहाल्यो एकैचोटि धेरै रोप्दा नि एकैचोटि फल्छ खाना धेरै हुन्छ खाना धेरै हुन्छ अनि अर्को लट खान पाइन्न त्यसो भएर 10-12वटा रोप्ने अब एक लट हुर्किसकेछ बारीमा त्यस्तै 10-12वटा रोपेको यो दोस्रो लट पहिलो लट त खाने बेलै भइसक्यो होला हजुरहरूको त होइन फुल्या छैन फुल्छ होला केही समयपछि ल ठिक छ हस् पुगेन प्लास्टिक पुगेन म ल्याउँछु नि प्लास्टिकको